प्राय धेरैको कमेन्ट हो के यो अस्ति मैले लाउरीको भिडियो बनाएको थिएँ नि लाउरी बुढा लाउरी भएर के गर्नु त्यसको बारेमा केही पनि थाहा हुँदैन मलाई उ कहाँ छ कुन पल्टनको हो कुन गढको हो भनेर थाहा हुँदैन भनेर भनेको थिएँ नि मैले हो त्यो भिडियो बनाइसकेपछि धेरैजनाको जिज्ञासा के छ भने पल्टन किन थाहा हुनु पर्यो कहाँ जान्छ के गर्छ कुन पदको हो उलाई बिदा कति बेला मिल्छ र कति बेला आउट निस्किन्छ किन थाहा पाउनु पर्यो र अरु किन चाहियो र तलब टाइममा आउँछ अथवा कहिले आउँछ थाहा होला नि त्यति भए त भइहाल्यो नि भन्नुभएको छ र जस्ट कमेडीको लागि बनाएको भिडियो थियो र यो पनि मैले त्यही कमेडीकै लागि उठाएँ किनभने नराम्रो म कहिले पनि हरेक कुरालाई पोजिटिभ थिङ्किङले सोच्ने भएर होला म चाहिँ हरेक कुराहरूलाई झट्टै नेगेटिभ सोच्न सक्दिनँ किनभने आफूले कमेडीले बनाएको भिडियो र अरूको कमेन्टलाई पनि म त्यही नजरले हेर्छु र हजुरले नरिसाउनु होला यो कमेन्ट उठाए भनेर त्यसको लागि चाहिँ म के भन्न चाहन्छु भने त्यो तलब आउनु र मान्छे आउनु धेरै फरक कुरा हो र रह्यो अर्को कुरा थाहा भनेको अब पढाइ मान्छे भइदिएको भए त थाहा भए पनि नभए पनि हैन चासो नै हुन्थेन होला र पढाइ मान्छेको लागि सायद त्यो भिडियो पनि बन्दैन थियो होला र रह्यो अर्को कुरा अब आफ्नो श्रीमान भइसकेपछि उ कहाँ बस्छ के गर्छ कहाँ जान्छ ड्युटी कति बेला पर्छ हैन अब यति कुरा त थाहा हुनु पर्यो नि त कति नभए पनि म जतिको कति थाहा नहुने त सायद कमै छौँ होला क्या हामी हैन कि चासो नराखेर हो अब मलाई कस्तो लाग्छ भनेपछि अब उ चाहिँ जहाँ भए पनि सन्चै भइहाल्यो सुरक्षित भइहाल्यो जस्तो खालको रियाक्सनले गर्दाखेरि चाहिँ मलाई उ कहाँ हुन्छ भन्ने कुरा थाहा नभएको हो अब ठ्याक्कै कुरा नै गरौँ भने पनि उसको पल्टन चाहिँ यहाँ छ भनेर यो पल्टनको नाम चाहिँ यति बेला हो भनेर कति बेला थाहा पाएको भनेपछि मैले एकचोटि के सामान पठाउनु पर्ने भयो उसलाई चाहिँ मासुको अचार एकदमै मनपर्ने र सेलरोटी मनपर्ने भएर त्यति बेला त्यो पठाइदेऊ न भन्दाखेरि चाहिँ पठाइदिनु पर्ने लोकेसन चाहिएको भएर चाहिँ मैले त्यति बेला सोधेको भएर थाहा पाएको मैले जनकपुर बर्दिवास भनेर अहिले चाहिँ त्यहाँबाट पनि सरिसक्नु भएको ठ्याक्कै मलाई थाहा पनि छैन त्यो हैन अनि त्यसपछि फेरि मैले खासै अब मतलब नराखेर हो कि चासो नराखेर हो कि अब बुझ्नै नखोजेर हो कि त्यो पनि थाहा छैन अब मैले बुझ्न नखोजेपछि उ भन्ने कुरा पनि भएन हैन त्यही भएर पनि होला अब त्यस्तो नराम्रो चाहिँ भन्न खोजेको हैन अब मान्छे कहाँ छ थाहा छैन भने मान्छे सुरक्षित हुनु त ठुलो कुरा हो तर यो तलब नै सबै ठुलो कुरा हैन क्या यो तलब त म थाहा छ तपाईहरुलाई म तलब नै माग्दिन उसको परेको ठाउँमा मलाई यस्तो पर्यो भनेर उहाँले बुझेर आफै हाल्दिनुहुन्छ मलाई ल्याउनु नल्याउनु म कहिले पनि भन्दिन र यो तलबको कुरा त्यही तलब कहिले आउँछ